को समस्या छ कि छैन? कसैलाई डायबिटिज छ कि छैन? सुगर जाँच्नु भन्दा पहिले सुगर बढेको छ कि छैन थाहा पाउने एउटा तरिका छ। जान्ने इच्छा छ? हात उठाउनुहोस्, ताली बजाउनुहोस् त्यसो। देब्रे हातकै जानेर मुटुको ठाउँ छ त्यो भन्दा 1 इन्ची तल जानुहोस् र 1 इन्ची बीचको औलातिर जानुहोस्। 1 इन्ची अगाडि हेर्नुहोस्, यो हात अघि मुटुको यहाँ थियो, अब अलि तल गएर अलि। यो डायबिटिजका लागि, पेन्क्रियाजका लागि बडो प्रभावकारी। यदि कसैलाई सुगर छ भने नियमित यहाँ दबाव दियो भने सुगरको समस्या यसले पनि कम बनाइदिन्छ, सुगरलाई नियन्त्रित गरिदिन्छ यसले। अब कसैलाई यदि कलेजोको समस्या छ भने ठीक यसै ठाउँमा दाहिने हातमा जानुपर्छ, यो देब्रे हातमा। अब कलेजोको छ भने अनि ठीक दाहिने हातमा यसै ठाउँमा कलेजोको, यदि कलेजोको समस्या छ भने ठीक यसै ठाउँमा यसरी दबाव दिनु होला। यदि कलेजोको कसैलाई अहिले समस्या छ भने अहिले दुख्न थाल्छ, दबाव दिँदै जानु होला, कलेजोलाई त्यसले प्युरिफाई गर्छ। अर्को कसैलाई फोक्सोको समस्या छ, फोक्सो दुख्छ या विगतमा कसैलाई कोरोना भएको थियो, वा कसैलाई दम लागेको थियो या दम लाग्छ या सिडी चढ्दा स्या हुन्छ, वा बचपनमा कसैलाई न्युमोनिया भएको थियो भने उसको छाती कमजोर हुन्छ, फोक्सो कमजोर हुन्छ। त्यस्ता किसिमका व्यक्तिहरूले साइली औला र माइली औलाको ठीक तलतिर करिब 2 इन्ची तल, 1.5 इन्ची तल, किनभने लामो छ फोक्सो, 1 इन्चीदेखि 1.5-2 इन्चीसम्म त्यसको प्रभाव रहन्छ। यहाँदेखि लिएर यहाँसम्म। अब यहाँ यसरी दबाव दिनुहोस्, दाहिने हातमा पनि देब्रे हातमा पनि यसरी दबाव दिनुहोस्। तपाईको फोक्सो सिडी चढ्दै स्या हुन थाल्यो भने त्यति बेलै बन्द भइहाल्छ। विचार गर्नु होला, आज सिडी चढ्दा म अर्जुनजीको घरमा गएँ, त्यो सिडी पनि धेरै पुरै सम्हालिन्छ, बुझ्यो त 2-3 तला कति हो त्यस्तो स्थिति आयो भने अर्जुनजी घरमा तपाईका त कोही बुढापाका छैनन्, यही थिच्न लगाउनु, यसले काम गर्छ। यसै गरी दिदी बहिनीहरूलाई, दाजुभाइहरू भन्दा थाइराइडको समस्या बढी हुन्छ। त्यस्तो समस्या यदि कसैलाई छ भने यो पोइन्टमा दबाव दिनु होला। तपाईको थाइराइडका लागि यसले काम गर्छ। यो पोइन्टमा दबाव दिनु होला, यहाँ दुख्ला। थाइराइडका लागि यो असाध्य महत्त्वपूर्ण पोइन्ट, त्यसकारणले यहाँ यसरी दबाव यसले काम गर्छ। दायाँ देब्रे दुई,